ट्रेनिङ सेन्टर त हो ट्रेनिङ किडनी आउ त्यसको छ होइन त अंगदान करो अंगदान करो अंगदान करो अंगदान अंगदान साँझ न्युजमा दिनुपर्छ त्यही भएर होइन भाइरललाई न्युजमा हाल्नुपर्छ त्यही My dear, really? Sure, I'm हेलो अंगदान डाक्टर प्रकाश पौडेल कृष्ण करेजी डाक्टर कल्पना डाक्टर प्रकाश बाटकी स्वास्थ्य मन्त्रालयबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ हाम्रो मृगला पीडितको तर्फबाट बलराम सुवेदीजी र आजका मृगला रोगीको तर्फबाट फुटबल टोलीका क्याप्टेन झमक श्रेष्ठ लगायत यहाँ उपस्थित सम्पूर्ण पत्रकार साथीहरू राजनीतिज्ञ कलाकार समाजसेवी सबै र शहीद धर्मपुर प्रतिष्ठान केन्द्र लगायत विभिन्न अस्पतालबाट पाल्नुभएका साथीभाइहरू सबैमा दिदीबहिनीहरूमा हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु। आज यो विश्व मृगला दिवस संसारभरि नै खास चाहिँ भोलि हो यो मान्नुपर्ने। नेपालमा चाहिँ अब फागु पूर्णिमा भोलि परेको हुनाले प्रत्येक अङ्ग्रेजी वर्षको मार्चको दोस्रो बिहिबार यो मनाउने गरिन्छ। हामीले भोलि फागु पूर्णिमा भन्दा आज उपयुक्त होला भनेर आज मनाएका हौँ। यसपालि विश्व मृगला दिवसको नारा चाहिँ सुरुमै मृगलाको अवस्था थाहा पाऊँ र मृगला रोगबाट बचाउँ यति पवित्र नाराका साथ संसारभरि यो कार्यक्रम मनाइँदैछ। हामीले शहीद धर्मपुर राष्ट्रिय प्रतिष्ठानको यो सप्ताहव्यापी कार्यक्रम गरेर विभिन्न स्कुलमा स्वास्थ्य परीक्षण हामी गर्दै आयौँ र आज यो यसको
विशाल रूपमा तपाईहरू सबैलाई निम्तो गरेर सबै अस्पताल सबै बिरामी तथा राजनीतिज्ञ कलाकार पत्रकार सबैको सहभागितामा यत्रो कार्यक्रम हामी आयोजना गर्न पाएकोमा अत्यन्त खुसी छौँ। यो मुख्य उद्देश्य चाहिँ मृगौला रोग अन्तिम अवस्था मात्रै थाहा हुन्छ है। तपाईहरूलाई कतिलाई थाहा छ कतिलाई थाहा छैन भने कृपया सुनिदिनु होला। मृगौला रोग 90% ड्यामेज भएपछि मात्रै थाहा हुन्छ। मलाई केही भएको छैन भनेर भ्रममा कोही पनि नबस्दिनु होला। नियमित शारीरिक परीक्षण गर्ने, धुम्रपान मद्यपान नगर्ने, आफ्नो शरीरको तौल नियन्त्रणमा राख्ने, खानामा पदपरज गर्ने, चिल्लो गुलियोहरू एकदम कम गरिदिने, धुम्रपान मद्यपान नगरिदिने, आफूलाई चाहिने प्रशस्त मात्रामा पानी पिउने र नदुख्ने औषधिहरू एन्टिबायोटिक चिकित्सकको सल्लाह बिना नखाने र सबैभन्दा महत्त्वपूर्ण कुरो तपाईँहरूले गाडी चाहिँ सधैँभरि सर्भिसिङ गर्नुहुन्छ, मोबिल फेर्नुहुन्छ 6-6 महिना 3-3 महिनामा, आफ्नो शरीरको मोबिल फेर्नुहुन्न, सर्भिसिङ गर्नुहुन्न। यसो नगरौँ। आफ्नो शरीर रह्यो भने सबै कुरा हुन्छ। स्वस्थ छैन भने सुरुकै अवस्थामा रोगको निदान हुन्छ, उपचार हुनसक्छ। यदि मलाई केही भएको छैन भने बस्नुभयो भने धेरै ढिलो हुनसक्छ। अनि यो बेला फेल भएको अवस्थामा आउनुभयो भने त फेरि उही डायलासिस प्रत्यारोपण कति झन्झटिलो कति खर्चिलो कसैले पनि थाम्न सक्दैन। नेपाल सरकार यो डायलासिस र प्रत्यारोपण निःशुल्क गरे हुनाले अहिले मृगौला फेल भएका व्यक्तिहरू यो देशमा मर्नु पर्दैन। यति राम्रो नेपाल सरकारले तपाईँहरूले सहुलियत दिएको छ। मैले मन्त्रीज्यूलाई मृगौला रोगीहरूले जहाँ पनि घेरेको देख्छु कि, तर म बाहिर ट्रेन भएको हो मृगौला सम्बन्धी प्रत्यारोपणमा, छिमेकी देशहरूमा पनि अवस्था हेर्छु। यहाँ जस्तो सुविधा मृगौला रोगमा यो विकास उन्मुख मुलुक गरिब मुलुकमा कहीँ पनि छैन, कहीँ पनि छैन है। नेपाल सरकारले निःशुल्क गरिदिएछ। एकजनालाई डायलिसिस गराए वर्षको 2,54,000 खर्च हुन्छ भने प्रत्यारोपण गर्दाखेरि 5.5 लाख रुपियाँ सरकारले निःशुल्क दिइरहेछ। स्वास्थ्य सेवा बजेटको सबैभन्दा ठुलो हिस्सा मृगौला रोगमा खर्च भइरहेको छ र अरू विशेषज्ञ साथीहरूले तिमीहरूले खालि मृगौलाले मात्रै स्वास्थ्यको बजेट सक्दिने भनेर मलाई गुनासो पनि गर्छन्। तर मृगौलासँग सम्बन्धित पीडित साथीभाइहरूलाई मेरो के अनुरोध छ भने तपाईँहरूले आफ्नो स्वास्थ्यको ख्याल गरिदिनु होला। मृगौला रोगको उपचार निःशुल्क छ, समयमा उपचार लिइदिनु होला। खानामा पदपरज गरिदिनु होला। जथाभावी खाने फेरि डायलिसिस गर्न जाने अनि प्रत्यारोपण नगरिकन डायलिसिसमा बसेर केही हुनेवाला छैन। सरकारलाई पनि भार, परिवारलाई भार, आफू पनि सधैँ रोगी। यो बाटो रोज्ने कि प्रत्यारोपण गरेर कोही कम छैन आज जस्तो फुटबल खेलेर देखाउने है। यो बाटो तपाईँले रोज्नुहोस्। म तपाईँलाई आज मृगौला दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना दिन चाहन्छु र आफू मरेर खेर जाने अङ्ग, हरानी भएर जाने अङ्ग तपाईँहरू कसैले पनि आफूसँगै लिएर नजानुहोस् है। आजै म मरेपछि मेरो सम्पूर्ण अङ्ग दान गर्छु भने घोषणा गरिदिनुहोस्। यहाँ घोषणा गर्ने शिविर पनि छ, मोबाइल एपबाट पनि यो हुनसक्छ। मन्त्रीले उद्घाटन गर्नुभएको छ। त्यसैले तपाईँले अङ्गदान गर्नुभएको छैन भने आजै गरिदिनुहोस्। मरेर खरानी भएर गराएर कसैलाई फाइदा छैन। बरु दान गर्नुभयो भने एकजनाबाट 8 जनाको ज्यान बाँच्न सक्छ है। यति भन्दै तपाईँहरूको सहभागिताका लागि धन्यवाद दिँदै बिदा हुन्छु। नेपालमा मृगौला प्रत्यारोपणका संस्थापक आदरणीय पुकार श्रेष्ठज्यू, आदरणीय हाम्रो कृष्ण कडेलज्यू, हाम्रो मन्त्रालयको प्रवक्ताज्यू, आदरणीय डाक्टर कल्पनाज्यू, बलराम दाई, हाम्रो मृगौला पीडित सङ्घ अध्यक्षज्यू प्रकाश दाई लगायत थुप्रै यहाँ यो क्षेत्रमा विशिष्टता हासिल गर्नुभएका वरिष्ठ व्यक्तित्वहरू, सम्पूर्ण सहभागी मित्रहरू, खास गरी आज यो मृगौला कसरी जोगाउने यो चेतना विस्तार गर्न जरुरी छ। यस्तो चेतना विस्तार गर्नका निम्ति यो दिवस घोषणा गरिएको हो। यो मृगौला व्यक्तिको शरीरभित्र हुन्छ। कुनै पनि मानिसले सबभन्दा बढी माया गर्ने उसको शरीरलाई, उसको शरीरभन्दा प्रिय कुनै पनि व्यक्तिलाई अरू केही हुँदैन। अरू कुरा हुन्छ भने त्यो नक्कली कुरा हो। आफूले सबभन्दा बढी माया गर्ने शरीर भित्रको मृगौला कसरी समस्यामा पर्छ, मृगौला रोग कसरी लाग्छ, त्यो जानेर लागेको त हुँदैन। भगवान मेरो मृगौलालाई बिगारिदेऊ, मेरो मृगौलामा समस्या पारिदेऊ भनेर त कोही कहिल्यै प्रार्थना गर्दैन, कहिल्यै चाहदैन। तर नचाहँदै पनि मृगौलामा समस्या कसरी हुन्छ? उसले गर्ने व्यवहार, उसले खाने तरिका,
उसले गुजार्ने दैनिकी, उसले सोच्ने चिन्तन गर्ने तौर तरिकाले मृगौलामा समस्या पर्छ, मुटुमा समस्या पर्छ, शारीरिक रोग बढ्छ। त्यसकारण मृगौला जोगाउने कसरी हो यो हरेक मान्छेले जान्न जरुरी छ। सबभन्दा ठुलो उपचार मृगौला रोगी बढ्न नदिन मुख्य उपाय प्रिभेन्सनको बाटोमा, निदानको बाटोमा हामीले गर्ने कुरा मृगौला जोगाउने चेतना विस्तार गर्ने। त्यो चेतना विस्तार दिवसहरू मार्फत हुन सक्छ। विद्यालयको पाठ्यपुस्तकमा मृगौला जोगाउने विषयमा पाठ्यपुस्तकभित्र त्यस्तो चेतना विस्तार गर्ने कुरा समावेश गर्न सकिन्छ। विद्यालय जाने उमेर कटेकाहरूलाई चेतना विस्तार गर्ने अभियान मार्फत जोड्न सकिन्छ। आजभन्दा 5 वर्ष अगाडि मृगौला रोगी कति हुनुहुन्थ्यो, आज कति हुनुहुन्छ? यही ढङ्गबाट बढ्दै गयो भने अब 5 वर्षपछि कति हुन्छ? बलराम दाई कराइरहनुहुन्छ सुविधा चाहियो भनेर, तर राज्यको क्षमतै नभएपछि जति कराए पनि कसरी सकिन्छ? यो जिम्मेवार भएर भनेको। त्यसकारण सबभन्दा राम्रो उपाय के हो भने स्वस्थ मृगौलामा समस्या आउन नदिने। त्यसको लागि मृगौलाधारी जो हो उसैले सबभन्दा बढी ख्याल गर्यो, उसैले त्यसबारेमा जान्यो भने मृगौला रोगीहरू बढ्दैनन्। त्यसैले सबभन्दा पहिलो काम यो गर्नुपर्छ। मृगौला प्रत्यारोपण केन्द्रले प्रत्यारोपण गर्न मान्छे आउँछन् अनि म प्रत्यारोपण गर्छु भनेर पर्खेर बस्नु होइन। प्रत्यारोपण गर्न मान्छे कम कसरी आउँछन् त्यसको बारेमा पनि मृगौला प्रत्यारोपण केन्द्रले काम गर्नुपर्छ। विदेश जानेलाई उसको मृगौला बिग्रन नदिन तिमीले धेरै पानी खाऊ, 3 घण्टाभित्र तिमीले 1 लिटर पानी खाएकै हुनुपर्छ। त्यहाँ गएर तिमीले मद्यपान नगर, धुम्रपान नगर, तिम्रो व्यायाम एक्सर्साइज त तिम्रो काममै हुन्छ, तर अरू यस्तो कुरा नगर भनेर प्रत्यारोपण केन्द्रले विदेश जानुभन्दा पहिला उनीहरूलाई मृगौला जोगाउने चेतना दिएर पठाउनु पर्यो। देशभित्रका श्रमिकहरूलाई त्यसरी चेतना विस्तार गर्ने गरी त्यस्तो तालिमहरू दिनु पर्यो। व्यापक ढङ्गबाट यस्तो सन्देश जाने गरी सूचना प्रवाह गर्नु पर्यो। यो पनि मृगौला प्रत्यारोपण केन्द्रकै काम हो। त्यसैले निरोधात्मक क्षेत्रमा कसरी व्यवस्थित ढङ्गले काम गर्न सकिन्छ त्यसमा हामीले एउटा गाइडलाइन बनाऊ, नीति निर्माण कस्तो बनाउनु पर्छ त्यसमा हामी तयार छौँ। त्यसपछि अब जो बिरामी हुनुहुन्छ जसको मृगौलामा समस्या भइसक्यो उहाँहरूको हकमा मेरो विचारमा यो डायलिसिस यथास्थितिमा राख्ने प्रक्रिया मात्रै हो। यसले सधैँको निम्ति समाधान दिँदैन। त्यसैले डायलिसिसको स्थितिमा पुग्नुभएका प्रत्यारोपण हुन सक्नेहरूलाई अहिले जस्तै राज्यले प्रत्यारोपणका निम्ति औषधोपचारमा 4 लाख रुपियाँ दिन्छ, म्याचिङको निम्ति 50,000 रुपियाँ दिन्छ, 1 लाख रुपियाँ औषधिका निम्ति दिन्छ। यो सङ्घीय सरकारले दिएको। मेरो विचारमा कतिपय स्थानीय तहले पनि मृगौला प्रत्यारोपणका निम्ति सहयोग गर्ने गरेको छ। 1 नम्बर प्रदेश बाहेक सबै प्रदेशले केही न केही रकम प्रत्यारोपणलाई छुट्याएको छ। 7 लाखको हाराहारीमा प्रत्यारोपणका निम्ति राज्यले उपचार सुविधा दिएको स्थिति छ। त्यसैले यसले बिरामी कोर्ने, खाने र डायलिसिस मतलब प्रत्यारोपण भएर बाहिर गइसकेपछि चाहिने रकम बाहेक अरू कुरा पुग्छ भन्ने मलाई लाग्छ। तर म्याचिङ हुने गिभरको, डोनरको समस्या छ। कसरी प्रोग्राममा चाहिँ यहाँ लगन थियो।